बुढो के भयो? के हुने नि आज त सबै अफिसर दाइ कतै पनि काम पाइदैन कसैले एक्सपिरियन्स खोज्छ कसैले कता खोज्छ यो सब बहाना मात्रै हो सबै ठाउँमा आफ्नो मान्छे मात्रै राख्छन् कति राम्रो जागिर थियो कोभिडले खत्तमै पार्दियो नि ए साच्चै तिमीलाई कोभिड पछि आउनु भनेको थियो बोलाएको छैन अहिले उत्पादन घटेको छ बढ्यो भने बोलाउँछु भनेको छ जय तिमी हिम्मत नहार तिमी मात्र हो र बेरोजगार यो देशमा डाक्टर इन्जिनियर वकिल पढेकाहरू त यो देशमा बेरोजगार छन् घरै पछिको बेरोजगार छन् त्यसैले नै धैर्य गर्नु अहिलेको लागि बुद्धिमानी हो हिम्मत हार्नु हुँदैन हाम्रो पनि अवश्य नै एक दिन आउनेछ नगरौ तिम्रो फुसरा जसले केही हुन लागेन अब म पासपोर्ट बनाएर विदेश जान्छु पर्दैन विदेश जान म तिमीलाई विदेश जान दिँदैन विदेश नगएर के गर्नु काम खोज्दै भर्दै हिँड्नु सबै कुरा बिस्तारै ठिक हुन्छ नि भयो ठिक यो देशमा केही हुन लागेन जेसुकै होस् म तिमीलाई विदेश जान दिन्छु अरूको बुढीहरूले आफ्नो बुढाहरूलाई विदेश पठाउन विभिन्न प्रपञ्च रच्छ तिमीले त विदेश जान्छौ भनी रोक्छौ म तिमीलाई रोजगारको लागि यति टाढा जान दिन्न छोराको बारेमा सोच्नु पर्दैन यो त नजिक बाबु छोरालाई शिक्षा दीक्षा दिनु पर्दैन अनि यो मेरो बाबुलाई बुवाको माया चाहिँदैन बरु सुन म तिमीलाई एउटा योजना गर्छु खै सकिन्छ त खै मलाई यो ठाउँमा के होला जस्तो लाग्दैन फेरि त्यही निराशाका कुरा कोसिस त गरेर हेर जाम खाना खानलाई बाँकी कुरा पछि गरौँला अब लोन पास भयो ढुक्क भएन त भइहाल्छ नि जाम साउजी ए अटो हो हजुरले बेच्ने यही हो कस्तो छ अटो अटो तपाईँको सामने छ हेर्नु जात पास पर्मिट बिल बुक सबै क्लियर छ अब स्टिकर पनि छँदैछ हजुर अब मार्केटमा यसको तपाईँको 4 लाख घटेको आउँदैन हजुर हजुर तपाईँलाई चाहिएको हो भने 3.5 सम्म दिए साउजी अटो मलाई मन पर्यो हुन्छ नि त कहिले नामसारी गर्ने त्यसो भए मन परेको भोलि नै हुन्छ नि त भोलि गरौँ हातमा पैसा हालिदिनु होला म भोलि नै पास हुन्छ नि म हालिदिन्छु राता अब यसलाई नि बोरिङ भर्ना गर्ने होइन र बोर्डिङ होइन सामुदायिक विद्यालयमा राख्ने अहिले सामुदायिक विद्यालयमा पनि पढाइ राम्रो हुँदै गइरहेको छ अब मलाई पनि एउटा ठेला चाहिन्छ थिएन त त्यो राजेन्द्रकोमा बनाइदिइहाल्छ नि फोन गरिदिउँ त ए हो र साँच्चै गरिदिउँ न त फोन हेलो दाइ सन्चै हुनुहुन्छ सन्चै छु अनि खाना खाने भयो खाना भर्खर भयो तिमीहरूको भयो त खाना हाम्रो नि पाक्दैछ सुन्नु न दाइ बहिनीले एउटा फलफुल व्यापार गर्ने अरे एउटा ठेला बनाइदिनु पर्यो अलिक चाँडै भन्नु है ए ल ल म बनाइदिइहाल्छु नि सकेसम्म 1-2 दिनमा गरिदिनु होला ल हुन्छ भाइ कमाइ त राम्रो हुँदो रहेछ जागिर भन्दा त आफ्नै व्यवसाय धेरै राम्रो ए सुन न
मनिषा दिदी र ममता दिदीले सामान ल्याइदिए भन्नुभयो, सकिन्छ र? ए त्यसो भए एउटा भ्यान किन्नु पर्ला। बिहान त भ्यानमा सामान उठाउनु पर्ला। दिउँसो अटो छँदैछ, अनि कसैलाई भ्यान चाहियो भने फोन गरिहाल्छ नि। अनि तिमी त यही भएर कहाँ जानको? आजमा हाम्रो सबै ऋण तिर्न जान लागेको। आजबाट हामी ऋण मुक्त हुन्छौँ नि। ए हो र? सुन्नु न, हामी असल ऋणीहरूलाई ब्याङ्क म्यानेजरले लोन दिन्छु भन्नुभएको छ। त्यो लोनबाट हामीले एउटा पिकअप भ्यान लियौँ होइन, लिएर घरको छत पनि थप्नु न राधा। हुन्छ, त्यो साथसाथै एउटा कोठा पनि थपाउन है। ए हुन्छ नि। अनि सुन त, यही आउने जेठको 2 गते तिम्रो लागि सरप्राइज छ, रेडी भएर बस्छ है। हामी सबैजना घुम्न जानुपर्छ। त्यस्तो के सरप्राइज हो र? सरप्राइज पनि भनिरहनुपर्छ र। अटो? अरे जय, तिमी होइन? कहिलेदेखि अटो चलाउन थाल्यो तिमीले? ओ राजी, म त 5 वर्ष जति भयो अटो चलाएको। ए अनि कहाँ लैदिउँ त? यसो मन्दिर दर्शन गरौँ कि भनेर हिँडेको, त्यतै जाउँ न। अनि आऊ बस्छ। अनि जय, तिम्रो त त्यस्तो राम्रो जागिर थियो, छोडेको? छोडेको होइन, कोभिडले डामरोल गर्छ सबै। त्यो भन्दा त अटो चलाउन फाइदा लागेर यो अटोतिर लागेँ। अब अरूको जागिर भन्दा त यही फाइदा लाग्यो, समय घर परिवारलाई समय दिन पाइने, छोराछोरीलाई समय दिन पाइने, यही भएर म यो अटोतिर लागेँ। अनि तिमी चाहिँ के गर्छौ? अब के गर्ने, म त विदेश जाने सोच्दैछु। राजी, तिमीले ठुलो सानो गाडी चलाउँछ, एउटा गाडी खाली छ, सब पनि मैले चिनेको छु, पैसा अहिले दिन पर्दैन, कुरा गरिदिउँ त? त्यसो हो भने कुरा गर न त। म त नेपालमै बस्न पाएँ भने किन जान्थेँ र विदेश? त्यसो भए म कुरा गरिदिन्छु। ल। के हो? जय, हामीले कारोबार सुरु गरेको आज ट्याक्कै 5औं वर्ष भयो र हामी सफल पनि भयौँ। तिमी विदेश गएको भए आज ट्याक्कै 5औं वर्ष हुन्थ्यो। मैले तिमीलाई विदेश जान रोकेँ। आफै मूल्याङ्कन गर त, मैले ठिक गरेँ कि बेठी? राधा, तिमी जस्ता आन्टीले आइरन लेडी जीवनसाथी पाएको म आफूलाई गर्व गर्दछु। ल ठिकै छ नि त, आउन अब केक काट। हुन्छ नि। ह्याप्पी डे। श्री तुलसी पण्डितको लघुकथा संग्रह वेदनाहरमा प्रकाशित लघुकथा पैसाको खानी शीर्षक लघुकथालाई स्रष्टाको अनुमति लिएर हिम्मत नामको चलचित्र निर्माण गरिएको छ। साहित्य क्षेत्रमा अविश्रान्त कलम चलाउँदै आउनुभएका स्रष्टाहरूमध्ये श्री तुलसी पण्डित एक परिचित नाम हो। पिता बालकृष्ण पण्डित र माता पार्वती पण्डितका सुपुत्र श्री तुलसी पण्डित भरतपुर 13 चम्पानगर चितवनका स्थायी बासिन्दा हुन्। शालीन, शान्त, मिलनसार र मृदुभाषी तुलसी पण्डित बहुविधाका एकजना परिपक्व स्रष्टा हुनुहुन्छ। समाजमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार, नातावाद, कृपावादका विरुद्धमा साहित्य मार्फत खबरदारी गर्दै आउनुभएका पण्डितको हालसम्म 30को सौगात, तुलसी रस, लोकगीत मञ्जरी, तुलसी पत्र, तरङ्ग गरी काव्यतर्फ 5 र आख्यानतर्फ एलियनलाई प्रश्न, बालकथा 2080, पसिनाको फूल सामाजिक उपन्यास 2073 र वेदनाहर 2081 गरी जम्मा 8 कृति प्रकाशित छन्। शिक्षण पेसाबाट सेवानिवृत्त उहाँको अधिकांश समय साहित्य सिर्जनामा बित्ने गर्दछ। चितवन जिल्लाका विभिन्न समयमा आयोजना हुने साहित्यिक गतिविधिहरूमा उहाँको सक्रिय भूमिकाले पण्डितको सेवानिवृत्त जीवन साहित्यको सेवामा समर्पित छ भन्ने कुराको पुष्टि गर्दछ। अन्तमा उनलाई सुस्वास्थ्य, दीर्घ जीवनको साथै सक्रिय सृजनशील जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।